ल फेरि यहाँनिर हाम्रो बहिनीहरूको इङ्ग्लिस क्लास चल्दै रहेछ। मलाई नि इङ्ग्लिस आउँदैन, नेपालीहरूको अब राष्ट्रिय रोगै हो। अब बहिनीहरूको यसो सुन्नु पर्यो, यसो सिक्छु कि केही। हुँदैन, तेरो इङ्ग्लिस सुनेर मान्छे फेन्टै हुन्छन्। इङ्ग्लिसको त गु त गु। What are you thinking? Right? फेन्टा होइन के दिदी, फेन हुन्छन् भन्नु न, फेन हुन्छन्, फेन्टा होइन के, खाने फेन्टा होइन। खासै गतिले काम लाग्दैन जस्तो छ, उल्टै सिकाउनु पर्छ जस्तो छ। ए बहिनी के विवाद गरिरहेको यसमा? उसले भनेको फेन्ट के फेन्ट हुँदैन, त्यो बियोस हुँदैन नि त्यस्तो भन्ने हो क्या। अनि फेन्ट नै हुन्छन् भन्दाखेरि छिटोमा चाहिँ फेन्टै सुन्यो तिमीले, त्यस्तो होइन नि। अनि तिमी चाहिँ लेखिरहेको छौ फ्यान, अनि भन्न चाहिँ फेन भन्दैछौ। फेन होइन बहिनी, त्यो फ्यान हो। सिक्न आएको मै फसेँ। किनभने त माटो समर्थनका बोली र शब्दहरू यस्तै हुन्छन्, घिन लाग्दा क्या। Yes, listen to me. Wait, your video. Control. यिनको इङ्ग्लिस सुन्दाखेरि अलिअलि पुरानो फिल्मको याद आएन? कस्तो त जाँठी यो तेरो जस्तो सबै भिडियो गीतहरू भरिपूर्ण राम्रो भरिपूर्ण शब्द भएको ल्याउनु पर्ने हो, हुनुपर्ने हो इङ्ग्लिस। डोन्ट मेक फन अफ हिम, अंडरस्टैंड? कौन है ये लोग, कहाँ से आते हैं? ये क्या है? फोन 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 व्हाट इज फोन? कहाँ फसेँ नि म यो? ए बहिनी, फोन भन्ने चाहिँ त्यो आमाहरूले भन्दैनन् के हो, कति दिनसम्म त फोनै गर्दैनस्, यसो कहिलेकाहीँ फोन गर्दै गर न भन्दैन, त्यो हो फोन भनेको। तिमी फन भन्न खोज्दैछु बहिनी, फन, इट्स फन नट फोन। लेकिन एक सेकेन्ड, तिमी फोनसम्म त ठिकै थियो बहिनी है, म लोकलाई भनेर बुझाउँथे कि हिम केटी साथी होइन तिम्रो त्यो। तिमी साथीलाई सपोर्ट गर्दैछौ कि खासमा विरोध गर्छौ मेरो बहिनी? हिम तिमी भन्दा 100 गुणा राम्रो बोल्छ ममता लिम्बू राई यो त्यो भनेर तिमीले धेरै खुट्टा तानेर मन परि बोल्ने होइन, बुझ्यो? बुझ्यो नि, मैले नि भन्दै छु नि यहाँबाट फेरि खुट्टा तानेर मन परि बोल्ने होइन नि, बहिनीले फेरि इङ्ग्लिस बोलेर ठहरै पारिदिन्छ। What can I do for you? के छ तिम्रो समस्या भन त, म सल्भ गर्छु। बन्द करवाओ यार, बन्द करो इन्हें। तर तिमी यसरी उप्रिने काम नगर है, श्रम संस्कृति पार्टीको पछि नगर त्यहाँ, बुझ्यो नि फेरि है। फेरि बहिनीको इङ्ग्लिस फेरि अर्कोचोटि सुन्ने तिमीमा हिम्मत छ बाँकी? तेरा तो गेम बजाना पड़े। हाम्रो बहिनीको यस्तो कडा इङ्ग्लिस डायलग पछाडि अनि यसको थोरै थोरै याद आएन? हेर्नु त। Daddy, you are a strange person. You should have at least informed me. I could have sent you something to eat. यो भन्दा नि अझ यो सन्चै मिल्छ होला है, हेर्नु त। Hey bro, I am here. What? Can't move ahead. I can't live without you. I live without you, but I can't live without Vijay.